नमस्कार साथीहरू। आज चाहिँ मैले शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धा गर्ने सम्पूर्ण साथीहरू प्राविणी मावि सबै तह र त्यस्तै गरेर शिक्षक बढुवा प्राविणी माविको सेकेन्ड क्लास र फर्स्ट क्लास सबै तहलाई काम लाग्ने संविधान सम्बन्धी केही प्रश्नहरू लिएर आएको छु र ती प्रश्नहरू को विषयमा हामी यहाँ छलफल गर्दैछौँ र तपाईँलाई म देखाउँदैछु। यहाँ हेर्न सक्नुहुन्छ। अब लागौँ यही विषयवस्तुतर्फ नै। नेपालको संविधान कहिले जारी गरियो? 2072 6/3। नेपालको संविधान 2072 को पहिलो संशोधन कहिले भयो? 2072 11/16। नेपालको संविधान 2072 को दोस्रो संशोधन कहिले भयो? 2077 3/4। नेपालको संविधान 2072 मा कति भाग धारा र अनुसूची छन्? 35 भाग, 308 धारा र 9 अनुसूची। नेपालको संविधान 2072 को पहिलो संशोधनबाट संशोधित धाराहरू कुन कुन हुन् भन्नु भनेदेखि चाहिँ नि 42, 84 र 286। त्यस्तै गरेर नेपालको संविधान 2072 को कुन भागमा मौलिक हकको व्यवस्था गरिएको छ भन्दाखेरि चाहिँ भाग 3 मा मौलिक हक, हैन। नेपालको संविधान 2072 को कति धारादेखि कति धारासम्म मौलिक हकको व्यवस्था गरिएको छ? धारा 16 देखि 46 सम्म। र नेपालको संविधान 2072 मा कतिवटा मौलिक हकको व्यवस्था गरिएको छ? 31। नेपालको संविधान 2072 को धारा 16 केसँग सम्बन्धित छ? सम्मानपूर्वक बाँच्न पाउने हक। नेपालको संविधान 2072 को कुन धारामा स्वतन्त्रताको हकको व्यवस्था गरिएको छ? धारा 17। नेपालको संविधान 2072 को कुन धारामा समानताको हकको व्यवस्था गरिएको छ भन्दा धारा 18। नेपालको कानुन समान संरक्षणबाट वञ्चित गरिने छैन भन्ने नेपालको संविधानको कुन हक अन्तर्गत रहेको छ भन्दाखेरि समानताको हक। र पैतृक सम्पत्तिमा लैङ्गिक भेदभाव बिना सबै सन्तानको समान हक हुनेछ भन्ने नेपालको संविधान 2072 को कुन हक अन्तर्गत पर्दछ भन्यो भनेदेखि समानताको हक। नेपालको संविधान 2072 को कुन धारामा न्याय सम्बन्धी हकको व्यवस्था छ? 20। नेपालको संविधान 2072 ले थप गरेको मौलिक हक देखाएका मध्ये कुन हो भनेर यहाँ सम्मानपूर्वक बाँच्न पाउने हक, न्याय सम्बन्धी हक, सामाजिक न्यायको हक र संवैधानिक उपचारको हक मध्ये सम्मानपूर्वक बाँच्न पाउने हक, हैन। र त्यस्तै गरेर नेपालको संविधान 2072 ले थप गरेको मौलिक हक देखाएका मध्ये कुन हो? सम्मानपूर्वक बाँच्न पाउने हक भनिसकेँ मैले। नेपालको संविधानमा उल्लेखित सम्मानपूर्वक बाँच्न पाउने हक अन्तर्गत देखाएको कुन पर्दछ भन्दाखेरि कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानुन बनाइने छैन, यो चाहिँ पर्दछ है। यतापट्टि जाउँ हामी। अर्को क्वेसन छ, यो तपाईँ हेर्न सक्नुहुन्छ। पक्राउ गरेको व्यक्तिले पक्राउ भएको समय तथा स्थानबाट बाटोको म्याद बाहेक 24 घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनुपर्ने व्यवस्था कुन मौलिक अन्तर्गत पर्दछ? न्याय सम्बन्धी हक। नेपालको संविधान 2072 को कुन धारामा सञ्चारको हकको व्यवस्था गरिएको छ? धारा 19। र नेपालको संविधान 2072 अनुसार स्वतन्त्रता हक अन्तर्गत देखाएको कुन पर्दछ? उद्योग व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता। कुनै पनि व्यक्ति विरुद्ध अदालतमा एकै कसुरमा एक पटकभन्दा बढी मुद्दा चलाइने र सजाय दिने छैन भन्ने व्यवस्था कुन मौलिक हक अन्तर्गत पर्दछ? न्याय सम्बन्धी हक। नेपालको संविधान 2072 को धारा 21 मा कुन हकको व्यवस्था गरिएको छ? अपराध पीडितको हक। नेपालको संविधान 2072 को धारा 22 मा कुन हकको व्यवस्था गरिएको छ? यातना विरुद्धको हक, यातना विरुद्धको हक। त्यस्तै गरेर नेपालको संविधान 2072 को मौलिक हकमा कसलाई कानुन बमोजिम सामाजिक पुनर्स्थापना र क्षतिपूर्ति सहितको न्याय पाउने हकको व्यवस्था गरिएको छ भन्दा अपराध पीडितलाई, तपाईँ हेर्न सक्नुहुन्छ, हैन। त्यस्तै गरेर नेपालको संविधान 2072 को मौलिक हकमा कसलाई कानुन बमोजिम निःशुल्क कानुनी सहायता पाउने हक हुनेछ भन्ने व्यवस्था गरिएको छ भन्दाखेरि असमर्थ पक्षलाई, हैन। नेपालको संविधान 2072 को धारा 23 मा कुन हकको व्यवस्था गरिएको छ? निवारक नजरबन्द विरुद्धको हक। त्यस्तै गरेर नेपालको संविधान 2072 अनुसार निवारक नजरबन्दमा रहेको व्यक्तिका स्थितिको बारेमा कसलाई कानुन बमोजिम तत्काल जानकारी दिनुपर्ने व्यवस्था छ? यो परिवारका सदस्य वा निजको नातेदारलाई। र कुनै पनि व्यक्तिलाई जातिको आधारमा सार्वजनिक प्रयोगमा रहेका सेवा सुविधा वा उपभोगका कुराहरू प्रयोग गर्नबाट वञ्चित नगरिने संविधानको कुन हक अन्तर्गत पर्दछ भन्दा छुवाछुत तथा जातीय भेदभाव विरुद्धको हक। नेपालको संविधान 2072 को धारा 24 मा कुन हकको व्यवस्था गरिएको छ? छुवाछुत तथा जातीय भेदभाव विरुद्धको हकको व्यवस्था चाहिँ गरिएको छ। यसरी चाहिँ हामी अहिले
यो 30वटा क्वेसन राख्न गएको छ। नेपालको संविधान 2072 धारा 24 को प्रतिकूल हुने गरी भएका सबै प्रकारका छुवाछुत तथा भेदभाव कार्यलाई कस्तो अपराधको रूपमा लिने कानुन बमोजिम दण्डनीय हुने व्यवस्था गरिएको छ भन्दाखेरि गम्भीर सामाजिक अपराध होइन। नेपालको संविधान 2072 को धारा 25 मा कुन हकको व्यवस्था गरिएको छ? सम्पत्तिको हक। यसरी हामीले 30वटा क्वेसन एन्सर चाहिँ हामीले छलफल गऱ्यौँ। बाँकी हामी गर्दै जानेछौँ। सबै साथीहरू जोडिनु होला यो युट्युबमा। नमस्ते। थ्याङ्क यू भेरी मच। Like and subscribe, please.